दर्शकवृन्द नमस्कार। कार्यक्रम सुन्दर सुदूरपश्चिममा तपाईहरूलाई हार्दिक स्वागत छ। म दुर्गा भट्ट। सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा एनटिभी कोहलपुरले तयार पारेको कार्यक्रम सुन्दर सुदूरपश्चिम तपाईँ हरेक बिहिबार साँझ 7:30 बजे र शुक्रबार बिहान 9:30 बजे एनटिभी कोहलपुरमा हेर्न सक्नुहुन्छ। साथै यो कार्यक्रम एनटिभी न्युजमा हरेक शनिबार साँझ 7 बजेको समाचारपछि पनि प्रसारण हुने गर्दछ। दर्शकवृन्द, सुरुमा लागौं आजका विषयवस्तुतर्फ। केही वर्ष अघिसम्म रिफल सेन्टरका रूपमा चिनिएको महाकाली अस्पतालको मुहार फेरिँदै गएको छ। प्रदेश सरकारको मातहतमा गएसँगै भौतिक संरचना, उपकरण र जनशक्ति थप भएपछि अस्पतालको मुहार फेरिएको हो। पहिले दक्ष जनशक्ति र उपकरण नहुँदा सामान्य बिरामीलाई पनि धनगढी तथा सीमावर्ती भारतीय अस्पतालहरूमा रिफर गर्नुपर्ने बाध्यता थियो। अहिले भने अस्पतालले विशेषज्ञ चिकित्सकको पद पूर्तिसँगै अस्पतालका लागि अति आवश्यक आइसियु, डायलाइसिस सेवा, सिकल सेल एनिमिया लगायतको उपचार सुरु गरेको छ। थप सामग्री सहकर्मी दुर्गा उपाध्यायबाट। केही वर्ष अघिसम्म रेफर सेन्टरका रूपमा चिनिएको महाकाली अस्पतालको मुहार फेरिएको छ। प्रदेश सरकारको मातहतमा गएसँगै भौतिक संरचना, उपकरण र जनशक्ति थप भएपछि अस्पतालको मुहार फेरिएको हो। उसो त महाकाली अस्पताललाई भौतिक संरचनाले सुविधा सम्पन्न अस्पताल मान्ने गरिन्थ्यो, तर पहिले दक्ष जनशक्ति र उपकरण नहुँदा सामान्य बिरामीलाई पनि धनगढी तथा सीमावर्ती भारतीय अस्पतालहरूमा रिफर गर्नुपर्ने बाध्यता थियो। तर अहिले अस्पतालले विशेषज्ञ चिकित्सकको पदपूर्ति सँगै अस्पतालका लागि अति आवश्यक आइसियु, डायलाइसिस सेवा, सिकल सेल एनेमिया लगायतको उपचार सुरु गरेको छ, जसले गर्दा अहिले दैनिक 500 बढी बिरामीले सेवा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ। यस्तै प्रदेश सरकारको सहयोगमा भौतिक संरचना तथा सेवा विस्तार गर्दै गएको अस्पतालले अहिले सुदूरपश्चिममै पहिलो पटक बालबालिकामा देखिने रगत तथा अन्य क्यान्सरको उपचार समेत सुरु गरेको छ। भर्खरै हाम्रो 2 महिनादेखि बालरोग विशेषज्ञ आउनु भएको छ र बालरोग विशेषज्ञ सँगसँगै उहाँको चाहिँ अन्कोलोजिस्ट, क्यान्सर पिडियाट्रिक अन्कोलोजिस्ट भएको हुनाले यो पहिलो पटक भनौँ सुदूरपश्चिममै नै चाहिँ हामीले ल्याउन सफल भएका छौँ। र उहाँले चाहिँ अहिले धेरै जसो केसहरू ब्लड क्यान्सर सम्बन्धी चाहिँ उहाँले हेर्ने हो र सँगसँगै अरू अन्य बच्चामा देखिने क्यान्सरहरू सम्बन्धी उहाँले भएको चाहिँ ध्यान सिप लगाएर सकेसम्म यहाँ पत्ता लगाउने र पत्ता लगाइसकेपछिको कन्डिसनमा हाम्रो यो खजुरामा भएको क्यान्सर अस्पतालसँग कोर्डिनेसन गरेर चाहिँ उपचारलाई कसरी सकेसम्म हाम्रो पछिको चाहिँ योजना चाहिँ सकेसम्म हामीले क्यान्सरको पेसेन्टहरूलाई बच्चामा देखिने क्यान्सरको पेसेन्टहरूलाई चाहिँ यही नै उपचार गर्ने भन्ने उद्देश्यका साथ चाहिँ हामी लागिरहेका छौँ। यता सेवा विस्तार भएपछि महाकाली अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्यामा वृद्धि मात्रै भएको छैन, कार्य सम्पादन मूल्याङ्कनमा समेत अस्पतालले राम्रो नतिजा ल्याउन सफल भएको छ। फलस्वरूप सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीले समेत अस्पतालको स्थलगत निरीक्षण गर्नु भएको छ। अनुगमनका क्रममा अस्पतालले मापदण्ड अनुसार काम गरेको पाइएको र केही उपकरण तथा जनशक्तिको अभाव रहेकाले नीतिगत रूपमा मिल्ने उपकरण तथा जनशक्ति पूर्तिका लागि आफूले पहल गर्ने उहाँको भनाइ छ। यो महाकाली प्रादेशिक अस्पतालमा अनुगमन गर्यो हामीले। अब धेरै कुराहरू त यहाँ सुधार भइसकेको छ। पहिलेको दाजुमा पहिले हामीले जुन जनस्वास्थ्यका कुराहरू, सरकारका कुराहरू छ त्यसमा धेरै मोडिफाईहरू भइसकेका छन् होइन, उपलब्धताहरू धेरै छ। त्यही पनि यहाँ जनशक्तिको अभाव पनि देखिएको छ र केही महत्त्वपूर्ण
इक्विपमेन्टहरू यहाँ देखिएको छैन, त्यो आवश्यकता देखिएको छ। त्यो भयो भने अलि राम्रो पनि हुन्छ र केही अब यहाँ भवनहरू बनिरहेछ, केही कुरा छ, त्यो समस्या त छ, पूर्ण रूपमा सम्पन्न भएको त छैन। क्रमशः यसलाई सुधार गर्न सक्यो भने राम्रै होला। यस्तो छ, अब म यहाँ आइसकेको छु, अब हामी पहिले सुरुमा यो सरकारमा इस्टाब्लिस्ड हुनुपर्छ होइन, स्टेबल हुनु पर्यो। त्यो भइसकेपछि अब नीतिगत रूपमा जुन कुराहरू यहाँ अहिले समस्यामा देखा परिएका छन् त्यो कुरालाई अब पूर्ति गर्नका लागि म चाहिँ पहल गर्न चाहन्छु। महाकाली अस्पतालमा 1 जना मेडिकल सुपरिन्टेन्डेन्ट, 6 जना मेडिकल अफिसर र 19 जना विशेषज्ञ डाक्टर, 1 जना डेन्टल र 1 जना परिवार नियोजनतर्फ गरी 28 जना चिकित्सकको दरबन्दी छ। तर अहिले दरबन्दीका 1 जना मात्रै चिकित्सक भए पनि अस्पतालले निजी स्रोत तथा प्रदेश सरकारको सहकार्यमा केही चिकित्सक र कर्मचारीको पदपूर्ति गरेको छ। तर अझै दक्ष जनशक्तिको अभाव रहेकाले प्रभावकारी सेवा दिन समस्या भइरहेको महाकाली प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष कृष्णानन्द भट्ट बताउनुहुन्छ। कमसेकम पनि आजको दिनमा हामीले 100 भन्दा माथि बेडहरू 124-25 बेडहरू हामीले सञ्चालनमा ल्याएका छौँ। र चाहिँ हामीलाई चाहिँ 100 शय्याको हस्पिटलको स्वीकृत दरबन्दी गरेर हजुरले ओएनएम सर्वेको लागि चाहिँ पहल गरिदिनलाई मैले सर्वप्रथम यहाँलाई चाहिँ यही अनुरोध गरेँ। न्यूनतम सेवा मापदण्ड अनुसार पनि हाम्रो हस्पिटलको लागि चाहिँ सिटी स्क्यान भनेर चाहिँ राखेको छ, तर हामीसँग सिटी स्क्यान मेसिन छैन। त्यो उपचार सम्भव हुन्छ तर मेसिन नभएको कारणले पनि हामीले चाहिँ त्यहाँबाट बिरामीलाई रिफर गर्नु परेको छ भने चाहिँ त्यो बिचारालाई कत्रो दुःख परेको छ। यसअघि गम्भीर बिरामीहरूलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको महाकाली अस्पताल अहिले विशेषज्ञ सेवा दिन पाउँदा रेफरल सेन्टरको दाग मेटिने आशामा छ भने अर्कोतर्फ चर्को मूल्य तिरेर निजी क्लिनिक तथा जिल्ला बाहिर जानुपर्ने बिरामीहरू महाकाली अस्पतालमै विशेषज्ञ सेवा पाएपछि खुसी भएका छन्। यस्तै प्रदेश सरकारको सहयोगमा अस्पतालले भौतिक संरचना तथा सेवा पनि विस्तार गर्दै आएको छ। साथै सुदूरपश्चिममै पहिलो पटक बालबालिकामा देखिने रगत तथा अन्य क्यान्सर रोगको उपचार पनि सुरु गरेको छ। 2070 सालमा महाकाली नदीमा आएको बाढीले जिल्ला अस्पताल दार्चुलाको आधा भन्दा बढी संरचना बगाएको 1 दशक भएको छ। यो बीचमा मुख्य गरी अस्पतालको सेवा प्रवाहमा भौतिक संरचना अभाव र ठाउँ अभावका कारण नयाँ संरचना बन्न सकेको थिएन। अहिले सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला अस्पताल दार्चुलाको 50 शय्याको नयाँ भवन निर्माण कार्य चलिरहेको छ। नयाँ भवन निर्माणसँगै उपचारमा सहजता आउने आशा पनि पलाएको छ। अब हेरौँ सहकर्मी कृष्ण धामीले पठाएको यो सामग्री। 2017 सालमा महाकाली नदीमा आएको बाढीले जिल्ला अस्पताल दार्चुलाको आधा भन्दा बढी संरचना बगाएको 1 दशक भएको छ। यो बीचमा मुख्य गरी अस्पतालको सेवा प्रवाहमा भौतिक संरचना अभाव र ठाउँ अभावका कारण नयाँ संरचना बन्न सकेको थिएन। अहिले सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला अस्पताल दार्चुलाको 50 शय्याको नयाँ भवन निर्माण कार्य चलिरहेको छ। सघन शहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीले श्यामसुन्दर गोर्खा YRJV कञ्चनपुरसँग 2078 सालमा अस्पताल भवन निर्माण गर्ने सम्झौता गरी निर्माण कार्य सञ्चालनमा छ। जिल्ला अस्पतालको भवन निर्माण कार्यको प्रगतिका बारेमा जानकारी दिनुहुँदै सब इन्जिनियर कृष्ण बहादुर मानले भन्नुभयो। निर्माण दार्चुला जिल्ला अस्पताल भवनको सम्झौता 2078 साल 3 महिना 24 गते भएको र त्यति बेला 2081 साल 3 महिना 21 गतेसम्म सक्ने गरी सम्झौता भएको थियो र सट्टा रकम चाहिँ 36 करोड 7,39,342 रुपियाँ 3 पैसा रहेको थियो र सम्झौता रकम चाहिँ 26 करोड 48,27,404 रुपियाँ 83 पैसा रहेको छ र यो ठेक्कामा काम गर्ने कम्पनी हाम्रो श्यामसुन्दर गोर्खा YRJV कञ्चनपुर रहेको छ। 4वटा ब्लकहरूमध्ये मर्चरी ब्लक, CSSDN र लम्बी ब्लक र डिकेन्टिङ ब्लकको काम सम्पन्न भई जिल्ला अस्पतालको चाहिँ सेवा त्यहाँबाट सुचारु भइरहेको छ र हाल चाहिँ मेन ब्लकको चाहिँ हामीले चाहिँ फुटिङ राख्ने काम चाहिँ गरिरहेको छ। जिल्ला अस्पतालको सेवा प्रवाहमा भइरहेको समस्याका बारेमा जानकारी दिँदै जिल्ला अस्पताल दार्चुलाका डाक्टर सञ्जीव श्रेष्ठ विगत 3 वर्ष अगाडि नै यो जो भवन चाहिँ बन्ने क्रम सुरु हुनुपर्ने तर विभिन्न समस्याको कारणले चाहिँ यो अस्पताल भर्खरै चाहिँ बन्न थालेको छ र यो नबन्नेसम्मको लागि हामीले चाहिँ हाम्रो अस्पतालको क्षेत्रभित्र एउटा टेम्पोररी डिकेन्टिङ ब्लक भनेर चाहिँ बनाएका छौँ जुन चाहिँ 15 बेडेडको अस्पतालको रूपमा चाहिँ सञ्चालनमा रहेको छ।
हामीसँग यो भौतिक संरचनाको चाहिँ एकदमै कमी भए तापनि हामीले चाहिँ जिल्ला अस्पतालले दिनुपर्ने सेवा कुनै पनि कमी गरेका छैनौँ। अस्पतालमा आउने बिरामीको अस्थायी संरचना बनाएर नियमित उपचार तथा अफिसको दैनिक कार्य सञ्चालन भइरहेको छ। जिल्ला अस्पतालको नियमित सेवा सञ्चालन गर्न ठाउँ अभाव हुँदा सेवामा केही समस्या देखिएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक राज जोशीले ठाउँ अभाव रहे पनि अस्पतालको सेवा नियमित रूपमा सञ्चालन भइरहेको बताउनुभयो। संरचनाभित्रबाट हामीले नियमित सेवाहरू दिइरहेका छौँ। यद्यपि अस्थायी संरचनामा निकै ठाउँ अभाव भएकोले धेरै सेवा सुविधाहरू सीमित ठाउँभित्र दिनुपर्ने भएकोले अलि ठाउँको समस्या भएको छ। धेरै नयाँ कार्यक्रम भन्दा पनि अहिले हामीलाई नियमित सेवाहरू सुचारू गर्नमै अलिकति समस्या भएकोले ठाउँ अभावको कारणले त्यसमै हाम्रो मुख्य पहल रहेको छ। सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाका अन्य ठाउँमा पनि भौतिक निर्माण तथा जनस्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। जिल्लाको दोस्रो ठुलो अस्पताल गोकुलेश्वरमा स्तर उन्नतिको कामका लागि बजेट विनियोजन गरी काम भइरहेको छ। प्रदेश सरकारले सहजीकरण र सहयोग गर्ने क्षेत्रका बारेमा जानकारी दिँदै जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत रमेश कुवर, गोकुलेश्वर अस्पताललाई स्तरोन्नति गर्ने प्रदेश सरकारको चाहिँ कार्ययोजना छ। त्यो बमोजिम स्वास्थ्य कार्यालयले चाहिँ 25 लाख बराबरको बजेट अहिले आएको छ। थप बजेट आउने क्रममा पनि छ। उहाँहरूको आवश्यकता अनुसार चाहिँ हामीले उहाँहरूलाई चाहिँ सहजीकरण गर्ने कामहरू पनि गर्छौँ र अहिले स्थानीय स्तरमा प्रयोगशाला लगायतका विभिन्न स्वास्थ्य संस्थाहरू चाहिँ खोलिएका छन्। तिनले सेवा प्रवाह गरिरहेका छन्। ती सेवाहरूमा चाहिँ गुणस्तरता छ कि छैन भनेर तिनीहरूको क्वालिटी कन्ट्रोल गर्ने काम पनि स्वास्थ्य कार्यालयले गर्छ। सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्लाका 9वटै स्थानीय तहमा भौतिक निर्माण र नियमित कार्यक्रमहरूमा सहजीकरण गरेको छ। चालू आर्थिक वर्षको योजना तथा कार्यक्रमहरू समयमै सम्पन्न गर्ने गरी कार्यान्वयनको पक्षलाई जोड दिन सकेमा सेवा प्रवाहबाट नागरिकले सहज सेवा पाउनेछन्। जिल्ला अस्पतालको नियमित सेवा सञ्चालन गर्न ठाउँ अभाव हुँदा सेवामा केही समस्या भने देखिएको छ। तर पनि जिल्ला अस्पताल दार्चुलाले अस्पतालमा आउने बिरामीहरूको अस्थायी संरचना बनाएर नियमित उपचार भने गरिरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारले कृषि क्षेत्रमा उत्पादन वृद्धि गर्नका लागि व्यावसायिक र आधुनिक कृषिमा जोड दिएको छ। माटोको गुणस्तर सुधार र उर्वर बनाउनका लागि माटो परीक्षणका काम पनि गर्दै आएको छ। सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरले माटो परीक्षणसँगै मलको गुणस्तर समेत परीक्षण गर्ने गरेको जनाएको छ। थप चर्चा सहकर्मी रामसिंह ठगुनाबाट। सुदूरपश्चिम प्रदेश सरकारले कृषि क्षेत्रमा उत्पादन वृद्धि गर्नका लागि व्यावसायिक र आधुनिक कृषिमा जोड दिएको छ। माटोको गुणस्तर सुधार गर्न र उर्वर बनाउनका लागि माटो परीक्षणदेखि कृषकहरूलाई माटो र मलका बारेमा जानकारी दिने काम समेत भइरहेको छ। सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरले माटो परीक्षणसँगै मलको गुणस्तर समेत परीक्षण गर्ने गरेको छ। माटोमा भएका तत्त्वहरू परीक्षण हुँदा कुन माटोमा कति मलखाद वा अन्य तत्त्वहरूलाई हाल्ने भन्ने जानकारी प्राप्त हुने भएकाले यसले बिरुवा उत्पादनमा सहयोग पुग्ने माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरले जनाएको छ। माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरका नायब प्राविधिक सहायक प्रकाश भट्टले माटोमा रहेको प्राङ्गारिक पदार्थ नाइट्रोजन, फस्फोरस, पोटास, माटोको बुनोट, पीएच लगायतका चिजहरू जाँच गर्ने गरेको बताउनु भएको छ। हाम्रो चाहिँ कृषकहरू सिजन अनुसार आइरहेका हुन्छन् र हामीले चाहिँ कृषकहरूलाई माटो परीक्षणमा चाहिँ हाम्रो प्राङ्गारिक पदार्थ नाइट्रोजन, फस्फोरस, पोटास, माटोको पीएच अनि माटोको बुनोट गरेर यी कुराहरूमा चाहिँ परीक्षण गरेर अनि त्यसपछि नतिजा अनुसार माटो स्वस्थता प्रमाणपत्र वितरण गरिरहेका छौँ। माटोमा आवश्यक खाद्य तत्त्व कसरी र कुन मात्रामा राख्ने भन्नका लागि माटोको परीक्षण अत्यन्तै आवश्यक भएको उहाँको भनाइ रहेको छ। माटो परीक्षण एकदमै अनिवार्य हो सर। यो चाहिँ अब धेरै कृषकहरूले गर्दै आइरहेका पनि छन् होइन। धेरै कृषकहरूलाई अझसम्म थाहा पनि छैन माटो पनि परीक्षण गर्नुपर्छ कि भन्ने पनि सोचेको हुन्छ। तर यो एकदमै अनिवार्य छ। किन भनेपछि हामीले चाहिँ बिरुवालाई चाहिने आवश्यक खाद्य तत्त्व 16वटा मध्ये 13वटा चाहिँ माटोबाट उपलब्ध हुन्छ र 3वटा हावा र पानीबाट पाउँछ। त्यसको आवश्यकता खासै बिरुवाले देखाउँदैन। तर 13वटा खाद्य तत्त्व माटोमा के कस्तो छ त होइन, कुन बाली अनुसार कति मलखाद हाल्ने,
होइन कुन खाद्य तत्त्व कति चाहिँ दिने भन्ने कुरा माटो परीक्षणले बताउँछ। कम्ती शिविर र किट बक्सको माध्यमबाट पनि माटो परीक्षण गरिएको भन्दै धेरैजसो कृषकहरू परीक्षणका लागि स्वयस्फूर्त आउने गरेको उहाँको भनाइ रहेको छ। कृषकहरू आइरहन्छन् सर। अब कुनै चाहिँ हाम्रो माटो परीक्षणको लागि टाढा टाढाबाट कृषकहरू आफै पनि आउँछन्, नत्र चाहिँ ज्ञान केन्द्र, स्थानीय तह, सहकारी त्यस्तो माध्यमबाट पनि यता आएर माटोको चाहिँ परीक्षण गरेर गएका पनि छन्। माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले सुदूरपश्चिमका 9वटै जिल्ला र 88 स्थानीय तहहरूमा माटो र मल जाँच गर्ने गरेको बताउनु भएको छ। माटो तथा मल परीक्षण प्रयोगशालाले सुदूरपश्चिमका 9वटै जिल्ला र 88वटै स्थानीय तहमा चाहिँ आफ्नो सेवा विस्तार गरिरहेको अवस्था हो। हामीले चाहिँ मुख्यतः चाहिँ माटो जाँच, मलखात जाँच, त्यस्तै गरी प्राङ्गारिक मलखातहरूको जाँच गर्ने कामहरू गरिरहेका छौँ। अहिलेसम्म चाहिँ त्यसको चाहिँ जाँच, नियमन र व्यवस्थापन सम्बन्धी चाहिँ प्रचार प्रसारका कामहरू पनि गरिरहेका छौँ। हामीले चाहिँ माटो जाँचमा चाहिँ हामी चाहिँ 2-3टा विधिबाट गर्छौँ। एउटा चाहिँ कृषकहरू आफै स्वयं चाहिँ प्रयोगशालामा माटोको नमुना लिएर आउन सक्नुहुन्छ र उहाँहरूलाई चाहिँ माटोको नमुना ल्याए बापत चाहिँ उहाँहरूले चाहिँ 100 रुपियाँ चाहिँ राजस्व तिर्नुपर्छ एउटाको चाहिँ। त्यसपछि हामी चाहिँ माटो जाँच गरेर 15 दिनभित्र चाहिँ उहाँहरूलाई चाहिँ प्रतिवेदन दिने व्यवस्था गर्छौँ। अर्को चाहिँ कृषकहरूको माटो चाहिँ कुनै हाम्रा अन्य निकायहरू, सरकारी निकायहरू, कुनै सङ्घ संस्थाहरू अथवा चाहिँ समूहबाट पनि सङ्कलन भएर माटोहरू आउँछ। हामीले प्रयोगशालामा जाँच गर्छौँ र उहाँहरूको आवश्यकता अनुसार कुन कुन प्यारामिटर, हामीले 16वटै प्यारामिटरहरू जाँच गर्छौँ। कृषकको आवश्यकता अनुसार चाहिँ हामीले ती प्यारामिटरहरू जाँच गर्छौँ र अनि कृषकलाई प्रतिवेदन दिन्छौँ त्यो अनुसारको चाहिँ। अर्को भनेको चाहिँ हामीले चाहिँ कृषकको घरखेतमै गएर चाहिँ शिविरहरू सञ्चालन गर्छौँ। शिविरहरू चाहिँ 2 विधिले गर्छौँ। एउटा चाहिँ हामीसँग चाहिँ एउटा घुम्ती प्रयोगशाला नै छ, बस नै छ, एउटा प्रयोगशाला नै छ, एउटा ठुलो बस छ। त्यो नै कृषकको घरखेतमा लगेर चाहिँ उहाँहरूको चाहिँ आवश्यकता अनुसार चाहिँ माटोको नमुनाहरू चाहिँ सङ्कलन गर्न पनि सिकाउँछौँ। त्यसपछि उहाँहरूले चाहिँ सङ्कलन गर्नुहुन्छ र उहाँहरूको घरखेतमै जाँच गरेर त्यही प्रतिवेदन दिएर आउँछ र व्यवस्थापकीय पाटोहरूको बारेमा पनि उहाँहरूलाई चाहिँ सिकाउने केही सामग्री हस्तान्तरण गरिदिनुपर्छ भने हाम्रो कार्यक्रमले भएअनुसार हामी पनि दिन्छौँ र त्यसपछि स्थानीय तह, प्रदेश सरकारका निकायहरूलाई पनि लेखी पठाउँछौँ यो गर्नुपर्ने छ भने। अर्को हाम्रो चाहिँ किट बक्स मार्फत माटो जाँच हुन्छ। किट बक्स भनेको एउटा सानो हाम्रो चाहिँ यो केही सामग्री भएको चाहिँ एउटा बक्स हुन्छ। त्यो अलिकति चाहिँ सहज विधि हो। यसलाई चाहिँ क्वालिटेटिभ विधि पनि भन्छौँ। यसमा चाहिँ एक्चुअल डेटा आउनुभन्दा पनि माटोलाई चाहिँ सरसर्ती चाहिँ माटोको अवस्था यस्तो छ भनेर भन्छौँ। यसमा चाहिँ हामीले चाहिँ जनरली चाहिँ नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ र पीएच मात्रै जाँच गर्छौँ र त्यसमा पनि हामी चाहिँ माटो जाँच पश्चात चाहिँ तुरुन्तै उहाँहरूलाई चाहिँ प्रतिवेदन दिने त्यहाँ र माटोको बारेमा चाहिँ के कसरी व्यवस्थापन गर्नुपर्छ, माटोको अवस्था के छ भनेर चाहिँ उहाँहरूको घरखेतमै गएर चाहिँ सिकाएर आउँछौँ। त्यस्तै गरी मलखातका कुराहरूमा चाहिँ हामी चाहिँ रासायनिक मलखात चाहिँ यदि कुनै निकायले हामीलाई चाहिँ यसको गुणस्तरको बारेमा चाहिँ जान्नका निम्ति चाहिँ लिएर आउँछ भनेसीमा चाहिँ हामीले चाहिँ जाँच गर्छौँ र प्रतिवेदनहरू दिन्छौँ। यहाँ भन्सार कार्यालयले पनि ल्याउने गर्छ, हाम्रो चाहिँ निकासी गर्ने सङ्घ संस्थाहरूले पनि ल्याउने गर्छ। अन्य कुनै कृषकलाई पनि यदि चाहिँ गुणस्तर थाहा पाउनु पऱ्यो भने ल्याउने गर्नुपर्छ भने त्यो। अर्को चाहिँ हामी चाहिँ रासायनिक मलखातको चाहिँ यो नियमनका निम्ति चाहिँ हामी चाहिँ आफै पनि बेला बेलामा चाहिँ ठाउँ ठाउँमा गएर चाहिँ मलका नमुनाहरू चाहिँ सङ्कलन गरेर आफै सङ्कलन गरेर चाहिँ जाँच गर्छौँ र त्यसपछि चाहिँ त्यो प्रतिवेदनहरू चाहिँ हामी चाहिँ अब यदि चाहिँ त्यो गुणस्तर हिँड्छ भने चाहिँ हामी सम्बन्धित निकायहरूलाई चाहिँ त्यसलाई अब नियमन गर्नुपर्छ, यस्ता किसिमको मलखातहरू बिक्री वितरण गर्न दिनु हुँदैन भनेर चाहिँ हामी सम्बन्धित निकायहरूलाई पनि जानकारी दिन्छौँ र स्वयं त्यो बिक्री वितरण गर्ने व्यक्ति, संस्था, फर्मलाई पनि हामी चाहिँ तपाईँहरूले चाहिँ बिक्री वितरण गर्दै आएको चाहिँ मलखातको चाहिँ गुणस्तर चाहिँ हुनुपर्ने भन्दा चाहिँ कम छ अथवा चाहिँ केही छ भनेर चाहिँ हामी जानकारी दिन्छौँ। कार्यालयमा आउने कृषकहरू बाहेक आफूहरूले घुम्ती प्रयोगशाला मार्फत पनि माटो परीक्षण गर्ने गरेको उहाँको भनाइ रहेको छ। आफूहरूले माटोको अवस्थाका बारेमा स्थानीय तह र प्रदेश सरकारलाई प्रतिवेदन उपलब्ध गराउने भएका कारण यसले कृषि योजना निर्माण गर्नका लागि सहज हुने उहाँको भनाइ रहेको छ। प्राङ्गारिक मलखातको अवस्था, हरियो मल र गडेवाला मलको बारेमा समेत आफूहरूले प्रचार प्रसार गर्ने गरेको उहाँको भनाइ रहेको छ। विगतको तुलनामा मल परीक्षण गर्नेहरूको सङ्ख्या निकै बढेको कार्यालय प्रमुख पन्तको भनाइ रहेको छ। विगतको भन्दा चाहिँ यो कृषकहरू आउने क्रम चाहिँ अलि बढी नै छ। हाम्रो कृषक स्वयं भन्दा पनि कृषकका निम्ति काम गर्ने चाहिँ हाम्रो चाहिँ सरकारी निकाय, गैर सरकारी निकाय, सङ्घ संस्था, कृषकहरू चाहिँ आइरहेको अवस्था छ। जसरी तपाईँलाई एउटा ट्रेन्ड भन्दाखेरिमा चाहिँ 10 वर्ष पहिला चाहिँ हामी चाहिँ 300-400को हाराहारीमा चाहिँ त्यसरी चाहिँ कृषकको चाहिँ यहाँ नमुनाहरू आउँथ्यो भने आज हिजोका दिनहरूमा चाहिँ गत वर्ष मात्रै चाहिँ 5000को हाराहारीमा आएको छ। 10 वर्षकै ट्रेन्डमा चाहिँ चेन्ज भएको अवस्था हो। यो हाम्रो चाहिँ अन्य प्रदेशका चाहिँ प्रयोगशालाको अवस्था भन्दा चाहिँ अहिले सबैले मूल्याङ्कन गर्दाखेरिमा चाहिँ अलिकति राम्रो देखेको छ। यो वर्ष पनि हाम्रो लक्ष्य 4000 हो भने हामी चाहिँ त्यो 4000 चाहिँ सजिलै नाख्छौँ भन्ने तरिकाले चाहिँ काम गरिरहेका छौँ अहिलेसम्म माटोको अवस्था हेर्दाखेरिमा चाहिँ। आफूहरूले उत्पादन वृद्धि गर्ने उद्देश्यले मलको परीक्षण गर्ने गरेको भन्दै सुन्दरपुरमा रहेको प्रयोगशालाका कारण मल परीक्षणमा निकै सहयोग पुगेको कृषकहरूको भनाइ रहेको छ। माटो परीक्षण गर्दा माटोमा भएको उर्वरा शक्तिको एउटा चेक जाँच हुन्छ, पीएच नाप हुन्छ, माटोमा अम्लीयपन, क्षारीयपन के कति छ भने माटोमा जे खाद्य तत्त्वको अभाव छ
त्यो रिपोर्ट प्राप्त हुन्छ त्यसअनुसार ती खाद्य तत्त्वहरू माटोलाई दियो भने उर्वरा शक्ति बढेर खाद्य वस्तुहरूमा उत्पादनमा वृद्धि हुन्छ। त्यसकारण माटो परीक्षण गर्नु अनिवार्य हो। माटो परीक्षण गर्दाखेरि मैले पनि त्यही गराएको, मैले पनि 10 बिघामा कागती खेती गरेका छौँ। त्यसले हामीलाई सहज छ, एकदमै नजिक छ, हामीले धेरै टाढा जानु परेको छैन। 1-2 दिनमै रिपोर्ट आउँछ। एकदमै भरपर्दो गुणस्तर युक्त ल्याब छ, त्यसको सबैले फाइदा लिनुपर्छ। माटो परीक्षण सबै किसानले गर्नुपर्छ र त्यसमा भएको जे कमी छ त्यो माटोलाई दिएर आफ्नो बाली फसललाई वृद्धि हुन्छ। त्यसको लागि सबैलाई माटो परीक्षण गर्न आग्रह गर्दछु। मल परीक्षण गरेर खेती गर्दा उत्पादन राम्रो भएको भन्दै खेती लगाउनु पूर्व माटो परीक्षण गर्नु उपयुक्त हुने उहाँहरूको भनाइ रहेको छ। अहिले विगतका किसानहरूले परम्परागत रूपमा गरे तापनि अब चाहिँ हामीले उत्पादनको ग्रोथ बढाउनको लागि होस् वा माटोमा कुन खालको उत्पादन या कुन खालको बाली नाली सुटेबल हुन्छ भन्ने यो सबै जानकारीका लागि भए पनि मलाई लाग्छ अबका दिनहरूमा हामीले पनि त्यो लगभग परीक्षण गरेर आछौँ हैन। माटो परीक्षणका कामहरू गर्नुपर्छ। त्यसले एकातिर त हामीलाई कुन माटोमा र कुन ठाउँमा के बाली नालीको त्यहाँ महत्त्व छ, त्यसको उत्पादन वृद्धि छ भन्ने पनि त्यो ज्ञान हुन्छ भने अर्कोतिर हामीसँग भएका उत्पादनहरूमा चाहिँ त्यो खाले त्यो वृद्धि चाहिँ हुन्छ। त्यो यसले चाहिँ एक खालको अब यहाँको स्थानीय उत्पादक किसानहरूलाई चाहिँ त्यसले एउटा टेवा के पुगाएको छ भनेपछि हामीले चाहिँ यो रूपमा हामीले गर्नुपर्छ। अबका दिनमा हामीले व्यवसाय रूपमा खेतीपाती गर्दाखेरि माटो परीक्षण गरेर गर्दाखेरि हाम्रो एकातिर उत्पादन वृद्धि हुन्छ, अर्कोतिर हामीलाई हाम्रो माटो कुन खालको छ र उसको के छ अवस्था भन्ने त्यो जान्न पनि सजिलो हुन्छ भन्ने पनि मलाई लाग्छ। आउने दिनहरूमा चाहिँ अब हामीले पनि यो कुराको लागि किसानहरूलाई चाहिँ प्रेरित गरेर उहाँलाई कम्तीमा पनि अब हामीले लाउने बिउ बिजन या मल खाद जे भए पनि तर परीक्षण गरेर त्यसको उत्पादक र त्यसको गुणस्तर के छ भन्ने कुराहरू बुझेर नै हामीले त्यसलाई अगाडि ल्याउनुपर्छ भन्ने त्यो चाहिँ हो। बाली नाली राम्रो फस्टाउन माटो राम्रो हुनुपर्ने भएका कारण यसको गुणस्तर विकासका लागि प्रदेश सरकारले माटो र मल परीक्षणमा विशेष जोड दिएको छ। माटोमा भएका तत्त्वहरू परीक्षण हुँदा कुन माटोमा कति मलखाद वा अन्य तत्त्वहरू हाल्ने भन्ने जानकारी प्राप्त हुने गर्दछ। साथै माटोको अवस्था अनुसार मलखादको मात्रा मिलाउन सकेको बिरुवा उत्पादनमा सहयोग पुग्ने माटो तथा मल परीक्षण प्रयोगशालाले जनाएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय मातहत रहेको सामाजिक विकास कार्यालय डोटीले गरिब, दलित, एकल महिला लगायतलाई लक्षित गरी बाख्रा पालन सम्बन्धी तालिम प्रदान गरेको छ। विभिन्न आय आर्जनसँग जोड्ने उद्देश्यले डोटी जिल्लाका 9वटै स्थानीय तहका 25 जना एकल महिलाहरूलाई बाख्रा पालन तालिम दिएको हो। अब हेरौँ सहकर्मी सुभाष नेपालीले पठाएको यो रिपोर्ट। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय मातहत रहेको सामाजिक विकास कार्यालय डोटीले लक्षित वर्गहरूको आर्थिक तथा नेतृत्व विकास गर्ने उद्देश्यले विभिन्न कार्य गर्दै आइरहेको छ। दलित, गरिब, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरू लगायतलाई लक्षित गरी विभिन्न आय आर्जनसँग जोड्नुका साथसाथै उनीहरूको नेतृत्व विकासलाई प्राथमिकता राखी कार्य गर्दै आइरहेको कार्यालयले डोटी जिल्लाका 9वटै स्थानीय तहका 25 जना एकल महिलाहरूलाई बाख्रा पालन तालिम दिनुका साथसाथै बिउ पुँजी स्वरूप 20,000 अनुदान स्वरूप प्रदान गरिएको छ। एकल महिलाहरू आर्थिक तथा सामाजिक रूपले समस्यामा पर्ने गरेको कुरालाई मध्यनजर गर्दै जिल्लाका 25 जना विपन्न तथा एकल महिलाहरूलाई तालिम दिएको सामाजिक विकास कार्यालयका प्रमुख जयदेव महरा बताउनुहुन्छ। चालु आर्थिक वर्ष 2080-81 को विपन्न एकल महिलाहरूको लागि बाख्रा पालन तालिम क्षमता नेतृत्व क्षमता विकास तथा व्यावसायिक सिप विकास तालिम भन्ने एउटा कार्यक्रम थियो। त्यो हामीले हिजो समापन गऱ्यौँ होइन। उद्देश्य भनेको महिलाहरूको नेतृत्व क्षमता विकास र व्यावसायिक सिप विकास नै हो होइन। विषयवस्तु चाहिँ बाख्रा पालन यो जिल्लाको लागि उपयुक्त हुन्छ भनेर सङ्घ संस्थाहरूको समन्वय हामीले चयन गरेका हौँ र 6 दिनसम्म यो तालिम चल्छ। यसको सहजीकरण चाहिँ हाम्रो खेती प्राविधिक शिक्षालयका विज्ञ डाक्टर साहबहरूले गर्नुहुन्छ र यसको व्यवस्थापन चाहिँ हामीले गरेका छौँ र हाम्रो संस्थाका साथीहरू पनि यहाँ संयोजक हुनुहुन्छ, उहाँहरूले गर्नुहुन्छ। र यसको मेन उद्देश्य भनेको यी महिलाहरूलाई चाहिँ व्यावसायिक सिप सिकाउने र त्यसपछि लास्टमा बिउ पुँजीको रूपमा उहाँहरूको ब्याङ्क खातामा 20,000 का दरले नगद अनुदान दिने र त्यसबाट उनीहरूले आफ्नो व्यवसाय प्रवर्धनका लागि त्यो पैसा लगानी गर्ने भन्ने नै हो यसको खास। यसको मेन उद्देश्य भनेको त्यही आर्थिक उन्नति, प्रगति, के अरे व्यावसायिक सिप विकास र आफ्नो व्यवसाय वृद्धि गर्ने र बाख्रा पालनमा आत्मनिर्भर बनाउने भन्ने उद्देश्य नै हो।
परिवारको खम्मा नै ढलेपछि बालबालिका पढाउन दैनिक हातमुख जोड्न औषधि उपचार गर्न लगायतका समस्या खेपिरहेका आफूहरूलाई तालिम र बिउपुजी बाबत पाएको रकमले व्यावसायिक बन्न ठुलो सहयोग पुगेको एकल महिलाहरू बताउँछन्। हामीले आफ्नै घरेलु बाख्रा पाल्ने बेला हामीले दबाई कसरी खुवाउने, दबाई के गरेर खुवाउने भन्ने हामीलाई थाहा थिएन। अब हामीले यो दबाई कसरी खुवाउने, घाँस कसरी सुरक्षित ठाउँमा राखेर खुवाउनुपर्छ, बाख्रालाई कसरी राख्नुपर्छ, कसरी सारसफाइ गर्नुपर्छ, बाख्रा खोरमा जाने बेलामा हामीले के चप्पल कौना चप्पल लगाएर जानुपर्छ र कौना चप्पलमा हामीले युज गरेर हिँड्नुपर्छ भन्ने कुरा हामीले धेरै बुझ्यौँ। अरू दिदीबहिनीहरूले नि धेरै बुझ्नु भएको छ। पहिलाको भन्दा पहिला आउँदाखेरि पहिलाको दिदीबहिनीहरू पहिला सुरुमा आउने बेलामा बोल्नुहोस् भन्यो भने बोल्न डराउनु हुन्थ्यो, गाना गाउनुहोस् भन्दा नि गाना गाउन डराउनु हुन्थ्यो। अहिले त धेरै बोलिसक्नुभयो। 7 दिनसम्ममा यहाँहरूको धेरै परिवर्तन भएर धेरै फरक भयो। मलाई त्यति राम्रो लाग्यो धन्यवाद। अहिले यहाँ आएर मैले होइन खोरको बारेमा पनि सिकेँ, तपाईँको सरसफाइको बारेमा पनि सिकेँ, अनि त्यो घाउ खतरा हरेक कुराको यस्तो तरिकाबाट रोकाउँछ भनेर त्यो पनि सिकेँ। अनि बाख्रा खरड्दाखेरि यसरी राख्नुपर्छ, यो यति मेटीमा यो महिनामा राखेर यसरी मिसाउनु होला भनेर त्यसरी बाख्रा खरडतिर पनि तुरुन्तै नमिसाउनु होला भन्ने त्यो बारेमा पनि सिकेँ मैले। अनि दबाई खानु बारेमा पनि सिकेँ। अनि बाख्रालाई पाठालाई कस्तो तरिकाले राख्ने, कुन कोठामा राख्ने, अनि बेहुने बाख्रालाई कस्तो तरिकाले राख्ने त्यो पनि सिकेँ। सामाजिक विकास कार्यालय डोटीले जनताका पीरमर्कालाई सम्बोधन गर्दै अभिभावकको भूमिका निर्वाह गरेको भन्दै डोटी चेम्बर अफ कमर्सका सचिव तेजबहादुर डुम्रेलले सुदूरपश्चिम प्रदेश सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। एकल महिला, छडिएको महिला, होइन तपाईँको चाहिँ दलित, जनजाति, आदिवासी सबै सेक्टरमा चाहिँ काम गरिरहेछ, स्कुलहरूमा काम गरिरहेछ, होइन विभिन्न क्याम्पसहरूमा काम गरिरहेछ, होइन दूरदराजको कुना बस्तीमा गएका, होइन ती जसको कोही छैन त्यसको पक्षमा चाहिँ सामाजिक विकास कार्यालय राजपथले एकदम राम्रो काम गरिरहेछ। मलाई धेरै खुसी लागेको छ। उहाँहरूको कामको मैले निरन्तर सपोर्ट पनि गरिरहेको छु। धन्यवाद। यसरी सुदूरपश्चिम प्रदेश सरकारले जनताका माग सम्बोधन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएसँगै लक्षित वर्गको एकातिर आय आर्जनको बाटो खुलेको छ भने अर्कोतिर नेतृत्व विकास भएसँगै आफ्ना हक र अधिकारका बारेमा बोल्न सक्ने भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले प्रदान गरेको बाख्रा पालन तालिमले आय आर्जनको बाटो खुलेको तालिममा सहभागी महिलाहरूले बताएका छन्। साथै तालिमपछि बाख्रा पालन गर्न सहज होस् भनेर सामाजिक विकास कार्यालयले केही आर्थिक अनुदान पनि प्रदान गरेको छ। दर्शकवृन्द, सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा एनटिभी कोहलपुरले निर्माण तथा प्रसारण गर्दै आएको कार्यक्रम सुन्दर सुदूरपश्चिमको अब हामी अन्त्यमा छौँ। हवस् त दर्शकवृन्द, आजका लागि कार्यक्रम सुन्दर सुदूरपश्चिम यति नै। अर्को हप्ता नयाँ विषयवस्तुसहित उपस्थित हुने नै छौँ। कार्यक्रम उत्पादन टिमका सबै सहकर्मीसँगै मलाई पनि बिदा दिनुहोस्। नमस्कार।